हेलो भाइ, के छ खबर? ठीक छ हजुर। अनि कताबाट आइयो त? म चाहिँ मुगुराराबाट हजुर। ए हो, के बेच्दै भाइ? त्यस्तै अङ्कल मालामुटी जडीबुटी हिङसिलाजी टिमुर कपुर त्यस्तै अङ्कल। ए जडीबुटी हाम्रो नेपालमै उत्पादन भएका जडीबुटीहरू हुँदै नेपालमा हजुर, विदेशको कुनै छैन हजुर, सबै नेपालको प्रडक्ट हो यो। नेपाल हिमाली भेगमा पाउँछ अङ्कल, जहाँ हिउँ पर्छ नि अङ्कल त्यतैतिर पाउने हजुर हजुर। अनि भाइ यी जडीबुटीहरूले हाम्रो स्वास्थ्यलाई के फाइदा गर्छ त भाइ? अब यो छ अङ्कल, यो पाइल्स हो त भाइ। हजुर। अब दिसबाट ढकछ बग्ने साङमा मासु पलायो। हजुर। अनि यो चाहिँ बोजो भन्छ, यो चाहिँ उ भन्छ पाखन, उ भन्छ यो पाखन बेच ठुलो खती सुत्केरी मसला गर्छ हैन। यो चाहिँ टिमुर भन्छ। टिमुर पनि दुईटा टिमुर, एउटा बोके टिमुर हुन्छ, एउटा सिल टिमुर हुन्छ। यो पनि अचार खाने टिमुर हैन। यो चाहिँ भनेको प्रेसर दुख्यो, प्रेसर फुल्यो खाने टिमुर हैन। हजुर। अनि यो चाहिँ के हो त? यो भन्छ यसलाई माजिबल भन्छ। तपाईको घाँटी साइड दुख्यो, घाँटीमा टन्सन भयो हैन। यी सबै नेपाली भूमिमै उत्पादन भएको नेपाली भूमिमै सबै फलेका हुन् त यी सबै। अनि यसलाई भन्छ जेठी मज भन्छ। तपाईँ धेरै बोल्छ मान्छेले, अब यताउति मञ्चमा यता घाँटी साइडी घाँटी सुक्छ, त्यसको लागि खाने मुङ माछा पिरहन्छ। ओहो भाइ, तिमीले त के हो नेपालमै उत्पादन भएको सामान बेचेर जो देशमै गरी खाइरहेछौ, एकदम खुसी लाग्यो। ठिक छ, यो त अब एउटा छुट्टै आम्दानीको लागि सहायक व्यवसाय हो होइन। मेन त जडीबुटी नै बेचेर हिँड्छ। ए हजुर हजुर। महँगो खालको यार्सागोमा सिलियाजी, अशोकगन्धा, केसरी सबैहरू यहाँ चाहिँ झोलामा छ। यहाँ हजुर हजुर। यो चाहिँ अलि महँगो छ, अलि त्यही भएर झोलामा बोकेर छौँ। अनि अलि सस्तो अनि झुन्ड्याएर मान्छेले देखाएर यहाँ। हजुर। अनि यसरी चाहिँ जडीबुटी बेच्दा जीविकोपार्जन भइरहेको छ त? नेपालमै बसेर चाहिँ जीविकोपार्जन गर्न सक्छ भन्ने कुरो अङ्कल। अब मान्छेले पुग्नु त हेर्नुहोस्, काठमाडौँ 20वटा 30वटा घर पाए मान्छेलाई पुगेको छैन, तर हामीलाई पुगेको छ अङ्कल। मजाले खायो, बेलुका एक गाँस खायो, आनन्दै सुत्यो। तपाईँ बेलुका बिहान 8 बजीसम्म निन्द्रा आउँछ होइन। अनि बेलुका तपाईँको बिहान तपाईँ उठ्यो, तपाईँको काममा हिँड्यो, आनन्दै छ हामीलाई। कसैले दिनु पनि छैन, कसैले लिनु पनि छैन, हामीलाई आनन्दै छ अङ्कल। जे भए पनि नेपालमै स्वरोजगार चाहिँ भएर बस्दाखेरि, जीविकोपार्जन गर्दाखेरि हामी नेपालमै सन्तुष्ट छौँ त? खुसी छौँ, एकदम खुसी। नेपाल पुरै घुम्न पाएछौँ अङ्कल। सबै मान्छेसँग घुलमेल हुन पाएछौँ, ठाउँ ठाउँको मान्छे चिन्न पाएछौँ, त्यति हामीलाई खुसी छ अङ्कल। नेपालको वातावरण चाहिँ कस्तो छ? राम्रो छ होइन, आन्तरिक भ्रमण पनि भइरहेको छ होइन। राम्रो भएछ। हामी जाडो सिजनमा लेखेर गएका छौँ, गर्मी सिजनमा यहाँ झर्छ अङ्कल। तपाईँको बारा, रौतर, पर्सा, सिरा, सप्तरीदेखि लिएर इटहरी, विराटनगरदेखि लिएर हामी झापा, काँक्राबिटा सबैसँग घुम्छौँ अङ्कल। जस ठिक छ अङ्कल, जस खुसी त्यति लागेको छ अङ्कल। अब अर्को त्यसो भए अङ्कल उठ पनि उठ, अङ्कलले बस भने बस गर्नुपर्छ अङ्कल। अर्को काम गर्दा यो आफ्नो यो हेर्नुहोस्, हजुरसँग जति गफ गर्नु पनि मिल्यो, जति बस्नु पनि मिल्यो, यो आफ्नो काम हो होइन। अहिले कुरा गर्नु, अहिले कुरा गरेर सुत्छु भन्नु पनि मिल्यो। तपाईँसँग दिनभरि गफ गरेर बस्नु पनि मिल्यो। तर अर्को काम गर्नु पर्यो, कहाँ चाहिँ फोन गर्छ ढिलो आयो भने, किन ढिलो आइस् होइन, ऊ गरिस् भने किन ऊ गरिस्, बस्यो भने किन बसिस् होइन, उठ पनि उस बस पनि बस्नु गर्नु पर्यो। अर्को काम आफ्नो काम हो यो। आफूलाई 1 पैसा भए पनि भयो, 2 पैसा भए पनि भयो अङ्कल, आनन्दै छ अङ्कल, ढुक्कै छ अङ्कल। त्यही हो। अनि भाइसँग जो सँगै हुर्केका साथीभाइहरू हुनुहुन्छ, उहाँहरू त अब यो नेपालमै बसेर गरेर खानुपर्छ भन्ने वातावरण सिर्जना भएन भनेर वैदेशिक रोजगारको लागि पनि जानुभयो होला। ती साथीभाइहरूलाई चाहिँ भाइले के सन्देश दिन चाहनुहुन्छ? यस्तो अङ्कल, कोही साथीहरू त अङ्कल विदेश पनि गएका छन्, हामीसँग सँगै पढेको छौँ। विदेश जानु राम्रो हो कि होइन? खासै अङ्कल यस्तो अङ्कल, अब नेपालमा अब अङ्कल अब अब पुग्दैन पैसाले। अब मान्छेले ठुलो पैसा हेर्छ क्या अङ्कल। मान्छेले जति मैले भने अङ्कल पहिले भनिसकेँ है, मान्छेले काठमाडौँ कसै 3वटा 4वटा घर पनि छ, उनलाई पुग्दैन कि। उनको छोराछोरी जुन अमेरिका, अस्ट्रेलिया छन्, उनीहरू उहीँ गर्छ, उनीहरूले अझै पुगेको छैन अङ्कल। तर अङ्कल हामीले सन्तुष्ट हुनु पऱ्यो कि अङ्कल। दिनमा अङ्कल 500 कमायो, 200 कमायो, सन्तुष्ट हुनु पऱ्यो। नेपालमै ठिक छ अङ्कल। आफ्नो मान्डो हुर्केको मान्छे अहिले हाम्रो आम्बु बिराम भएन, अहिले हामी जानु पनि सक्छौँ। तर विदेशमा भएको साथीहरूले तपाईँ पुग्न सक्दैन घरमा होइन। अलिकति गाह्रो भने त्यही छ, घरमा कोही धान बिराम भयो, पुग्न सक्दैन। तर अङ्कल अब ठुलो पैसा हुँदैन नेपालमा, शान्तिमा आफ्नो पेट पाल्नको लागि त भइरहेछ अङ्कल। ठिकै छ भनौँ होइन। वैदेशिक रोजगारको लागि जाँदा पनि यो त फाइदाजनकै हो, किनभने दक्ष जनशक्ति चाहिँ वैदेशिक रोजगारको लागि गएको त राष्ट्रको लागि फाइदा नै हो। अब के कति चाहिँ कोही जान्छन्, नजा भन्न पनि सकिँदैन होइन। त्यसले गर्दाखेरि तीलाई चाहिँ नकारात्मक रूपमा हेर्नुभन्दा सकारात्मक रूपमा हेर्ने र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारको लागि उपयुक्त गर्ने वातावरण चाहिँ नेपाल सरकारले गर्नुपर्छ भन्ने कुरोमा चाहिँ यहाँ विश्वास गर्नुहुन्छ हुन्न? त्यो त मजाले छ अङ्कल। त्यो कस्तो कि अङ्कल, अब नेपालमा हेर्नुहोस्, अब हाम्रो नेपालमा हेर्नुहोस् जडीबुटीको खाने छैन। अब पानी हेर्नुहोस्, अब हामीले जुन यो तपाईँ मिनरल वाटर खान्छौँ नि, यो नेपालको पानी त होइन नि। यो पानी तपाईँ कहाँ तपाईँको अहिले तपाईँको राराताल कर्णालीको पानी तपाईँको ल्याएर मिनरल वाटर ठुल्ठुलो कारखाना उद्योगहरू अहिले बन्द भएको छ नि, सबै खोलिदिए भए अब हामीलाई युवाहरूलाई यहीँ रोजगार मिल्थ्यो। अर्को ठाउँमा बिछानु जानु परेको थियो नि हेर्नुहोस्।
होइन। अब हाम्रो ठाउँमा तपाईँको जे पनि पाउँछ तपाईँको यासा गुम्बादेखि लिएर सिरियादेखि लिएर तपाईँको जडीबुटीको खाने हो क्या तपाईँको 6 नम्बर प्रदेशको नेपालको सबैभन्दा उत्कृष्ट ठाउँ क्या तपाईँको जडीबुटी खाने हेर्नुहोस्। अब नेपाल सरकारले तपाईँको त्यति तपाईँको चासो पनि दिएको छैन हेर्नुहोस्। अब जागिरी खाउँ भने हेर्नुहोस् 10,000 20,000 दिन्छ, त्यही पनि मैले अघि भनिसकेँ। अर्को के अरे अर्को अर्डरमा बहिनी पर्यो, उठ पनि उठ बस पनि बस भन्नुभयो। अलिक किन विदेशमा गएर केही न भने निम्न अनुसार तपाईँको 50-60 हजारभन्दा माथि हुन्छ तपाईँको। अलिक गरेर तपाईँ अब अहिले तपाईँको क्रोएसिया अब माल्टा रमनीतिर गएन केही न भने 80-90 हजार रुपियाँ हुन्छ भन्छन्। अब त गएको छैन अङ्कल। अब त्यही भएर अङ्कल अलिकति पैसा अलि हुन्छ, अब घर खर्च चलाउनको लागि राम्रो हुन्छ भनेर त्यही भएर साथीहरू त्यही भएर विदेश पलायन भइरहेछन्। अनि भाइ चाहिँ नेपालमा जब घुमिरहँदा अहिले भाइ निजगढमा आइपुगेको छौ होइन? हजुर। यो निजगढको वातावरण र निजगढ चाहिँ भाइलाई कस्तो लाग्छ त? मलाई एकदम राम्रो लाग्छ। म त तपाईँको 5-6 वर्ष भयो अङ्कल यतैतिर घुमेको होइन। राम्रो लाग्छ। यतैतिर सबै आफ्नो दाजुभाइ छन्, जहाँ गयो भने बड्डो भन्छन्, हामीलाई माया गर्छन् होइन। बड्डो तिमी बसी आउनु, कहाँबाट आउनु, अनि राम्रो लाग्छ होइन। यति राम्रो लाग्छ निजगढ चाहिँ मान्छेलाई होइन। काहीँ बस्दाखेरि पानी खाइजाऊ बड्डो, तिमी त रक्सी खायो दारू खान्छ, नै हामी दारू केही नखायौँ भन्छौँ हामी। यता हेर्नुहोस् तपाईँको सबैभन्दा राम्रो व्यक्ति हुनुहुन्छ तपाईँको दिपक दाई, अनि उत्सव दाई भयो तपाईँको साथी छिमेकी यहाँ पेट्रोल बम होला होइन। अनि त्यहाँ माथि गैरी टोलको विजय दाईहरू भयो, तिम्रो सेना तपाईँको त्यो अरू गोकुल दाई तिनीहरू छन्। जस माया गर्छन् सबैहरूले, सबै दाईहरूले माया गर्छन् यतातिर हाम्रै गाउँको। भनेपछि भाइलाई यो हाम्रो स्वदेशमा उत्पादन भएका जडीबुटीहरू बेचेर भाइ सन्तुष्ट हुनुहुन्छ होइन? म त सन्तुष्ट छु अङ्कल। अब के विदेश जानलाई पनि अब लगानी ठुलो चाहिन्छ हेर्नुहोस्, किनभने 3-4 लाख रुपियाँ 2 लाख रुपियाँ चाहिने भयो। त्यो यही मलाई ठिक लाग्छ। भनेपछि भाइलाई विदेश जाने इच्छा चाहिँ छैन अहिलेलाई? अहिले त केही सोचै छैन मलाई विदेश जाने, अहिले सोचै छैन। यहीँ ठिक लाग्छ, यहीँ रमाइलो लागिरहेको छ। अब विदेश जाने अब उमेर पनि छ खासै हुन त, तर खासै विदेश खासै मलाई जान अलि मन परेन छैन। ल भाइ धन्यवाद यसको लागि है। सानो भला कोर्सरी भयो यसको लागि भाइलाई यो व्यवसायको लागि मुरी शुभकामना छ र भाइले स्वदेशमा उत्पादन भएका यस्तै जडीबुटीहरूलाई नेपाल अध्ययभरि फैलाउन सकोस्। अनि अङ्कल मैले केही पनि ल्याउन सक्छु तपाईँको मार्सी चामल, कोदोको पिठो, फापरको पिठो होइन, पाहाडमा पाउने अर्ग्यानिक तपाईँको गाई भैँसीको मल हालेर उब्जाने भएको होइन। तपाईँले सिमी, त्यहीँको सिमी मैले पोहोर साल ग्राहकमा डिमान्ड भएमा माग भएको खण्डमा हामीले चाहिँ ल्याइदिन सक्छौँ। पोहोर साल तपाईँ 1 कुइन्टल भोला गौतम भन्ने अङ्कल छ नि, नजिक भोला मलाई चिन्नुहुन्छ नै, भोला अङ्कलले मगाएर मैले लिएर आएको थिएँ 1 कुइन्टल होइन। त्यतिखेर तपाईँले पनि राख्नु भएको थियो मार्सी चामल, अनि उनीबाट उब्रेको अलिकति सबैले पाने उसो दाइ तिनीहरूले सबैले खानुभएको थियो। अनि फेरि पनि कसैले यसो कन्ट्याक्ट गरेर म ल्याइदिन्छु होइन। त्यहाँ अर्ग्यानिक चिज स्याउहरू लिएर आउँ हेर्नुहोस्, 2 गाडी पोहोर साल पल्दामा झाड्यो हेर्नुहोस् स्याउहरू। अनि त्यस्तो चिज पनि अब तपाईँले कसैले चाहियो भने कन्ट्याक्ट गरिदिन्छौँ। हुन्छ नि। ल भाइ धन्यवाद। हजुर, हजुरलाई पनि धेरै धन्यवाद छ होइन।